नमस्ते नमस्कार यो न्युज 24 अनलाइन टेलिभिजन स्वागत छ। म सन्तोष शेर्पा। वडा विशेष बातचित रिपोर्टिङ कर्मा सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर 9 स्थित वडा कार्यालयमा आइपुगेको छ। हामीसँग हुनुहुन्छ यस वडाको वडा अध्यक्ष सन्त कुमार यादव। उहाँलाई पनि मैले जोड्न गइरहेको छु। अध्यक्ष, तपाईँलाई यस कार्यक्रममा स्वागत छ। आरामै हुनुहुन्छ सर? अनि तपाईँ आफ्नो परिचय राखिदिनुहोस्। म सन्त कुमार यादव, जसपा नेपालबाट म वडा अध्यक्ष। मेरो घर यहीँ तपाईँ बना भन्ने ठाउँमा छ। एक टिकुली हो, तर 9 नम्बरलाई चाहिँ 8 नम्बर पहिलाको 8 नम्बरलाई चाहिँ बैरबना भन्ने अनि यो तपाईँको चाहिँ 9 नम्बर वडा परिरहेको छ। हजुर, सुरुङ्गा 9 को चाहिँ 9 नम्बर। अनि तपाईँ चाहिँ कुन पार्टीबाट निर्वाचित हुनुभयो? म जसपा नेपालबाट। अनि फर्स्ट कार्यकाल हो कि दोस्रो हो? फर्स्ट कार्यकाल। अनि तपाईँको चाहिँ 2 वर्ष आर्थिक वर्ष सकाएर तेस्रो वर्षमा प्रवेश गर्नुभएको छ। अहिलेसम्म जनताको लागि के गर्नुभएको छ? जनताको लागि त मैले अब यहाँबाट त हुँदैन, गएर चाहिँ देखाउँदा हुन्छ। मैले लगभग तपाईँको हाम्रो नगरपालिकाबाट विनियोजन भएको बजेट अनि प्रदेश सरकारबाट विनियोजन अनि त्यसपछि तपाईँको केन्द्रीय सरकारबाट जम्मा अहिलेसम्म म 6 करोडको काम गरेको छु। बढी चाहिँ हामीले यसमा पूर्वाधारकै काम गरेका छौँ, किनभने हामी आउने बेलासम्म हाम्रो गाउँमा पुरै खाली थियो, हिलो कति तपाईँको बाटो राम्रो थिएन। अहिले सडक सञ्जालतिर के गर्नुभयो? केमा सडक सञ्जालतिर के गर्नु? सडक लगभग मैले 90% ढलान चाहिँ टिकुलिया, त्यसमा पहिलाको 4वटा वडा थियो, त्यसमा मैले 90% चाहिँ ढलान गरिसकेको छु। नाला पनि पहिला निर्माण भएको हो। अहिले चाहिँ तपाईँको केन्द्रबाट हाम्रो मेन सडक कदमहा टु दिल्ली को लगभग तपाईँको 60-70% काम भइसकेको छ। बैरबनाभन्दा उता चाहिँ कालोपत्रो भइसकेको छ। यसमा चाहिँ काम चलिरहेछ। अहिलेसम्म कति किलोमिटर चाहिँ कालोपत्रो भइसकेको अवस्थामा छ? हाम्रो वार्डमा लगभग 2 किलोमिटर, उता 3 किलोमिटर, 5 किलोमिटर चाहिँ। अनि पक्की यता आरसिसी र पिसिसी ढलान चाहिँ भएछ कि छैन? कति किलोमिटर? जम्मा परारसम्म 2 वर्षमा 1480 मिटर भएको थियो पुरा नगरपालिका, पुरा 9 नम्बरमा। त्यसमा पछि नाला पनि छ, स्कुल पनि छ, अनि अर्को काम पनि गरेको छु। तर बढी मैले चाहिँ पूर्वाधारमै काम गरेको छु। यसपालि तपाईँको कृषि रोड, त्यसपछि अहिले कतिवटा चाहिँ कृषि रोड चाहिँ बाटो चाहिँ निर्माण गर्नुभएको छ? मैले मेरो गाउँमा 2टा कृषि रोड छ, 3टा। त्यसमा मैले एउटा चाहिँ सकाइदिएको छु, एउटामा बजेट विनियोजन छ, अनि एउटा चाहिँ ट्याग खोल्न लगाएको छु हनुमानपुरको यादव टोलदेखि हेडपोस्टसम्म। अनि नयाँ चाहिँ कृषि बाटो बनाउन लाग्नुभयो। अनि त्यसपछि कृषि सिँचाइको लागि मैले परार 20 लाख विनियोजन गरेको थिएँ। त्योभन्दा पहिला 10 लाख थियो, यसपालि पनि 20 लाख थियो कृषि विद्युतीकरणमा चाहिँ विनियोजन। अनि किसानलाई चाहिँ ठाउँमा चाहिँ विद्युतीकरण सुचारू अवस्था हुनुपर्ने हो, त्यो अहिलेसम्म छ कि छैन? लगभग 65वटा पोलमा सुचारू छ। अनि अरू चाहिँ के भएको ठिका प्रक्रियामा जाँदा चाहिँ यसैपालि चाहिँ भएको हो, 18 नम्बर लगाएर यसपालि भएको हो। अनि 20 लाखको छ, त्यो पनि मानिलिनु 1 महिनाभित्रमा म यो पुरा जडान गरिदिन्छु। यो हाम्रो प्रतिबद्धता हो। अनि किसानहरूको चाहिँ जुन हुनुपर्ने ठाउँमा विद्युतीकरण त्यो सुचारू अवस्थामा अहिले चाहिँ छैन। अहिले बाँकीको काम गर्ने अवस्थामा रहेछ। अहिले तपाईँको लगभग मैले 80, 20, 40 र यसपालि 80 टोटल अब कति 180 र 40 कति हो? 180 र 140 होइन, जम्मा 40। 220वटा पोल
3 वर्षको अवधिमा मैले शिक्षकहरूको लागि चाहिँ परिचालन गर्ने यसपालिसम्म यो आर्थिक वर्षमा तपाईँ सम्पन्न गर्नुहुन्छ। यही आर्थिक वर्षमा चाहिँ सम्पन्न भइहाल्छ। अनि उता किसानको लागि मल खादको लागि तपाईँ के कस्तो अवस्था सोचिराख्नु भएको छ? मल खाद त के भन्नु, अब यहाँ देशमा भन्छ पुरा पूर्ति छ, तर यहाँ चाहिँ हाम्रो 9 नम्बरमा खास गरी हाम्रो 9 नम्बरमा जति सुरुङ्गा नगरपालिकाको खपत छ त्यति हाम्रो 9 नम्बरले मात्रै युज गर्छ मल खादको। हामीले यसको आपूर्ति गर्न सक्दैछ। अनि तपाईँले प्रदेश सरकारलाई तपाईँ के भन्न चाहनुहुन्छ? प्रदेश सरकारलाई म किनभने प्रदेश सरकारमा सबभन्दा पहिला कृषकहरूको सुविधा हुनु पऱ्यो, अनि त्यसपछि शिक्षाको गुणस्तर। शिक्षामा के भएको छ अहिले तपाईँको पहिलाको भन्दा चाहिँ स्तर वृद्धि हुनुपर्नेमा स्तरको चाहिँ घटाउ आइरहेको छ। अनि तपाईँको वडामा अहिले सामुदायिक विद्यालयहरूको कतिवटा रहे? 2 अनि मावि र प्रावि? मावि र प्रावि। अनि विद्यालयको अहिलेको अवस्था र गतिविधिहरू के कसो रहेछ? गतिविधि ठिकै छ। हाम्रो सुरुङ्गा नगरपालिकामा पराल पनि हाम्रो स्कुलले फर्स्ट गरेको खेलकुदमा पनि, अनि तपाईँको एसईको परीक्षामा पनि अब यसपालि दिएको छ। विद्यार्थीहरू अब हेरौँ कस्तो हुन्छ। अब सक्दो मैले यहाँबाट जति गर्नुपर्ने हुन्छ मैले स्कुल र स्वास्थ्य चौकीले गरेकै छु। तपाईँ त्यहाँ गएर सोध्दा हुन्छ। अनि तपाईँ सामुदायिक विद्यालयमा अनुगमनमा जानुहुन्छ कि? म तपाईँको मेरो अगाडि नै तपाईँको समुदाय गाउँको एउटा स्कुल छ, तपाईँको परमाणपुरमा एउटा आधारभूत स्कुल छ। म बेला बेलामा गइरहन्छु, लगभग महिनाको 2-3 दिन त्यो परमाणपुरमा जान्छु। यसमा त 10 दिन भइहाल्छ। अनि विद्यालयमा चाहिँ जुन समयमा शिक्षकहरू आउनुपर्ने हो त्यो आइराख्नु भएको छ कि छैन? हाम्रो स्कुलमा चाहिँ शिक्षक टाइममै आउँछ। यो मैले लागू गरेको शिक्षक आएन भने त्यसको अहिले बन्दैन। त्यो हामीले सुरुवातमै यो लागू गरेको। अनि उता शिक्षातिर के नयाँ परिवर्तनहरू गर्नुभएको? परिवर्तनमा मैले ट्युसन 2 वर्ष अगाडिदेखि ट्युसन सुरु गरेको थिएँ विद्यार्थीहरूको लागि। यसपालि के भयो, तपाईँको हाम्रो नगरपालिकामा प्रशासकीय अधिकृत बढी फेरि, त्यही कारणले गर्दा मैले चाहिँ यसपालि छुटाएन। किनभने यसमा बजेट विनियोजन गरिदिन्छु हामी, उठाउनले बडा गाह्रो हुन्छ। तर यसपालि मैले अधिकृतसँग सोधपुछ गरेर चाहिँ फेरि विनियोजन गर्छु। मैले ट्युसनको लगातार व्यवस्था गरिदिएको छु। यसपालि पनि मैले व्यवस्था त, तर सरहरूलाई मैले आदेश दिएको थिएँ कि यहाँ ट्युसन गर्नुहोस् भनेर मैले आदेश दिएको। अनि विद्यालयमा चाहिँ कक्षा कोठाहरूको अपुग अवस्थामा छ कि कस्तो? हाम्रो विद्यालयमा लगभग 1300 जति विद्यार्थी छ, उपस्थित 600-500 जति हुन्छ। हरेकमा टेबल बेन्चको व्यवस्था राम्रै छ। फाइन हरेक कोठामा छ। मैले आफ्नो वडाबाट 33वटा फाइन त्यहाँ 2 वर्षमा मैले गरेको हो। यसपालि मैले सरहरूको लागि एउटा बैठक कक्षको निर्माण गर्दैछु 2 स्कुलमा। अनि वडामा स्वास्थ्य शाखा छ कि छैन? स्वास्थ्य हाम्रो वडामा हामी भागशाली छौँ, 2टा वडा। अनि त्यो ठाउँमा जुन सेवा सुविधाहरू के तपाईँ गर्नु दिइराख्नु भएको छ? त्यही पोषण प्रायः चाहिँ हामी यहाँबाट गर्छौँ, तर जे नगरपालिकाले गरेको छ त्यसबाटै त्यसमा चाहिँ हामी यहाँ लागू गर्छौँ पनि प्रायः जस्तो। अनि अहिले कति प्रकारका औषधिहरू त्यहाँ पाइराख्नु भएको छ, उपलब्ध हुनुहुन्छ? औषधि तपाईँको पारासिटामोल, कफ सिरप, त्यसपछि एन्टिबायोटिक, तपाईँको प्राथमिक उपचार, त्यसपछि तपाईँको आइरन चक्की, त्यसपछि सङ्गिनी। अब त्यति त हामीले यहाँ डाटा राखेका छौँ, तर त्यति चाहिँ उपलब्ध भइरहेको छ। होइन, नेपाल सरकारबाट अहिले 98 प्रकारका चाहिँ औषधिहरू ट्रिटमेन्टहरू उपलब्ध गराउनु, तर स्थानीय तहमा अहिले कति प्रकारका चाहिँ उपलब्ध गराउनु भएको छ? स्थानीय सरकारमा प्रायः यहाँ चाहिँ तपाईँको जे हुनुपर्नेमा सबै छ। जे सरकारबाट दिएको छ त्यो सबै उपलब्धै छ, त्यो सबै उपलब्ध भइरहेको छ। अब
अब कुनै कुनै बेलामा के हुन्छ औषधिको चाहिँ अलिकति अप्ठ्यारो पर्न जान्छ, त्यहाँ खरिद प्रक्रियामा के हुन्छ नगरपालिकाको कमीले गर्दा चाहिँ यहाँ कमी हुन्छ। स्वास्थ्य शाखा चाहिँ नगरपालिकाभित्र पर्छ। यो औषधि चाहिँ नगरपालिकाकै थ्रु यहाँ वितरण हुन्छ। जे जति वितरण नगरपालिकाले गर्नुहुन्छ त्यहाँ सबै अनि उता महिला सशक्तिकरणमा के गर्नु? मैले करार चाहिँ महिलाको लागि त्यो 17 दिन चाहिँ सिप चलाएको महिलाको लागि। महिला चाहिँ यहाँ त्यसपछि तपाईँको महिलामा के भन्छ चुराको सिप चलाएको थिएँ। यसपालि पनि त्यही मैले यो सिपमूलक कार्यक्रमहरू गरिरहेको छु। अनि त्यो सिपमूलक तालिम दिँदाखेरि ट्रेनिङ दिँदाखेरि तिनीहरू चाहिँ त्यतातर्फ चाहिँ त्योबाट चाहिँ उपलब्धि अहिले भइरहेको सक्छ छैन? यहाँ के छ तपाईँको जनचेतनाको काम छ कि अब मेन। अनि तपाईँहरूबाट अहिलेसम्म जनचेतनामूलक कार्यक्रम चलाउनु छ कि छैन? मैले एकचोटि चाहिँ लागु औषधको लागि चलाएको थिएँ। लागु औषधको लागि प्रायः प्रत्येक साल चलाउँछ। अनि यता फेरि छ कि पढे लेखेर युवाहरू धेरै अहिले कुलततिर लागिरहेको छ। त्यसमा भनौँ कमी भनेको यताको अभिभावकको हुन् कि यताको जनप्रतिनिधिको या शिक्षकको? जनप्रतिनिधि शिक्षक पहिलाको जस्तो टाइट छैन। अहिले के हुन्छ तपाईँको पहिला हामी पढ्ने बेलामा अलिकति गल्ती गर्यो भने हामीलाई दण्डको पापड फुटाइदिन्छ। अहिले त्यो तपाईँको बन्द भएको छ। अहिले सबभन्दा पहिला के भएको थियो, त्यो अभिभावकहरू आफ्नो विद्यार्थीलाई स्कुल गएको छ कि छैन, कहाँ कुलतमा फसेको छ। अस्ति हाम्रै गाउँमा एउटा कुलतका केटाहरूले पुलिसले समाएर लिएर गएको छ। म कहाँ आएँ उसलाई छोडाइदिनु पर्यो। अब उसको बाउले त्योमाथि माया गर्यो भने अब के भयो, हामी हुँदा चाहिँ हामी पहिला अब म 45 वर्षको 45 वर्षमा म 20 वर्षको 18 वर्षको हुँदा चाहिँ एसएलसी गरेर 18 वर्षको उमेरमा हामीलाई यो गाटा बिरी थाहै थिएन। अहिले तपाईँको पछि हाम्रो स्कुलको अगाडि मैले हाम्रै समिति गाउँको विद्यार्थीहरूलाई चुरोट गरेँ। मैले यहाँबाट लखेट्दा चाहिँ भागेर फेरि तपाईँको उसको घरमा गएर भने कहिलेसम्म त्यसको चाहिँ गार्जियनहरूले कुनै वास्ता गर्ने, जुन गार्डन गर्नुपर्ने हो त्यो अहिले नेतृत्व हुनुपर्ने त्यो भइरहेको छैन। मेन पहिला के थियो, तपाईँको कसैको छोरा हो भने यदि कुलतमा फसेको छ भने अर्काले पनि भन्न सक्थ्यो। अहिले तपाईँ भन्न सक्दैन, किनभने अहिले तपाईँले उसको केटाले चाहिँ गएर केही गर्यो भने तपाईँको के हुन्छ, उसको घरको मान्छे आएर चाहिँ तपाईँले नराम्रो भन्छ। त्यही भएर चाहिँ यहाँ कुलतमा बढी फसेको के भयो, तपाईँको कुलततिर हाम्रो समाज यो समाजको फेरि पढेर लेखेर युवाहरू धेरै अहिले कुलततिर त लागिरहेछन् सर। त्यसमा पनि कुनै सिपमूलक तालिमहरू तपाईँ ट्रेनरहरू चाहिँ चलाउनु भएको छ कि छैन? मैले यो उसमा पढहरू ल्याएर त्यसपछि एकचोटि नगरपालिकाबाट यो सिपमूलक यो सिपमूलक भन्छु यो जनचेतना चाहिँ चलाएको हो। लागु औषधिको लागि हामीले धेरै गऱ्यौँ यहाँ, तर अहिलेसम्म कन्ट्रोलमा छैन कि बढी नै रहेछ। अनि युवाहरू त धेरै अहिले चाहिँ बेरोजगार हुनुहुन्छ, उहाँहरूको लागि कुनै रोजगारीको चाहिँ कुनै सिर्जना गर्नुभएको छ कि छैन? अब यो त रोजगारी यतिखेर म यहाँ वाडा अध्यक्ष भएँ, त्यतिखेर तपाईँको यो वार्डमा धेरै ठुलो गाउँ अर्को एक गाउँबाट अर्को यदि बारिस परिदियो भने तपाईँले मोटरसाइकलबाट पैदल आउनु पर्छ। यहाँ वार्डै कार्यालय हाम्रो गाउँ यहाँबाट 1.5 किलोमिटर पर छ, यहाँ पैदल आउनु पर्छ। अब तपाईँले भन्नुहुन्छ यो 50 लाख रुपियाँ हाम्रो दिनु, 50 लाखमा वाडा अध्यक्षले के गर्छ? होइन कुनै हुन्छ नि एउटा ट्रेनिङहरू सिपमूलकहरू युवाको लागि सिपमूलक चलाउनु भएको छ कि छैन? सिपमूलक मैले चलाएको छु। त्यसपछि तपाईँको यो जनचेतना लागु औषधिमा मैले चलाएको छु। अरू चाहिँ यहाँ तपाईँले भन्नुभयो सिप के भन्छ कुनै के भन्छ के सुन्नु भएको
होइन तिनीहरू जस्तै अब युवाहरू चाहिँ पढेर धेरै अहिले चाहिँ बेरोजगार अवस्थामा हुन्छ उनीहरूको लागि कुनै हुन्छ नि एउटा सिपमूलक तालिमहरू चलाउँदाखेरि त्योबाट उहाँबाट सिपमूलकबाट के हुन्छ भने उहाँहरू चाहिँ ट्रेनिङ मार्फत चाहिँ उहाँले रोजगारीतिर लाग्नुहुन्छ तपाईँ चाहिँ चलाउनु भएको छ कि छैन अहिले तपाईँको भोलिदेखि त्यो ट्रेनिङ छ तपाईँको सरकार अहिले के भन्छ मिस्त्री साबुन के भन्छ त्यसलाई साबुन बनाउने होइन यो काठको काम गर्नेले के भन्छ फर्निचर र त्यसपछि तपाईँको यो इँटा पत्थरको काम गर्ने त्यो हाम्रो नगरबाट चाहिँ भोलिदेखि 3 दिन चालु हुन्छ। अनि अन्तमा चाहिँ तपाईँ एबिनी 24 टेलिभिजन मार्फत जनताले तपाईँ के सन्देश दिन चाहनुहुन्छ? हामीले यो नगरपालिकामा वडा अध्यक्षमा चुनिँदादेखि अहिलेसम्म क्रमशः मैले काम गरि नै राखेँ। के हुन्छ त्रुटि हुन्छ वडा त्यति रकम छैन हामीसँग त्यति रकम छैन कि हामी सबै ठाउँमा विकास गर्छौँ। के हुन्छ विकास करम बाहेक हामीले करम बाहेक अहिलेसम्म गरेको हो। यही भन्दै म 2 शब्द आफ्नो जनतालाई नमस्कार। हस् त।